खाने बेला हुनु लाग्छ क्या पहिला पहिला टिभीमा आउँथे आजकल त मोबाइलको भाँडामा आए मोबाइल पनि कत्रा हुन गाँठे झ्यालको पल्ला जत्रा किन्दैनन् भने बाआमाको जेल खतरा छोरीलाई स्कुटी छोरालाई पल्सर बाउ मलेसियामा छ यता आमालाई भो अल्सर यो देशमा मिलेर बस्नुस् भन्ने एउटा मात्रै मान्छे छ त्यो हो बसको खलासी त्यसलाई पनि गाली गर्छन् हामीले मौका पाएपछि तिमीलाई नेपाली चाका हो यो चाहिँ मेरो आफ्नो वे मतलब गाई जात्रा म यही गाई जात्रा र यही स्पिच र यही कन्टेन्ट र यही फेगोले अहिलेसम्म नेपाली कलाकारिता क्षेत्र नेपाली हास्यप्रेमी क्षेत्रमा काम गर्दै आएको छु आज काम गर्दै गर्दा अलिअलि अस्वस्थ यो कोरोना डेङ्गु सबै चिज लाग्दो रहेछ कि हामी कलाकारले साँच्चै त्यसैले पनि सुरेश दाईले 1 महिना अगाडिदेखि यो कार्यक्रम छ भन्नुभएको थियो र म जसरी पनि यहाँ आइपुगेँ जे होस् म आज यस्तो कार्यक्रममा आएँ विशुद्ध स्वतन्त्र विशुद्ध व्यवसायी विशुद्ध नागरिक विशुद्ध एउटा मजदुर विशुद्ध एउटा सेवाग्राही विशुद्ध हामी जनताको कार्यक्रममा आएँ म धेरै कार्यक्रममा गएँ सबै राजनीतिक कार्यक्रम निखिल दाई आज हाम्रो अतिथि हुनुहुन्छ दाईलाई एकचोटि सबैले हात माथि गरेर जोड तालीले दाङको स्वागत हुन्छ निखिल दाईलाई थ्याङ्क यू दाइ एकदम राम्रो छ दाइ दाङ एकदम राम्रो मानिदिनु होला यस्तो ठुलो उपत्यका हो हेर्नुहोस् त सुरेश समाल दाई हेर्नुहोस् त हिरो तपाईँ जत्तिकै हिरो अब फिल्म खेल्नुपर्छ सुरेश दाईलाई पनि किनकि हिरो नै हो यो सुरेश समाल यो क्षेत्रको यो लायनको यो ठाउँको यो गाउँको यो बेलको पछिल्लो समयमा त्यसैले म धेरै यो यस्ता मञ्चमा पुगेँ जहाँ पनि त्यो हुन्छ नि आचरण गर्न धेरै हुने अनि राजनीति त्यो आचरण हुने पार्टीलाई जोड्ने फेरि पार्टीको चाहिँ भाषण हुने यो 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 वक्क हुन्थ्यो क्या म आज चाहिँ अलिकति फ्रेस भएन म एउटा यस्तो कार्यक्रम गएँ एकजना नेताले बोल्नुभयो नेताहरूको फेरि बानी कस्तो हुन्छ भने गर्ने केही नै है बोल्ने भयङ्कर गर्ने केही नै भयङ्कर बोले हेर्नुहोस् म भनेको यस्तो नेता हो यदि म यो क्षेत्रबाट चुनाव जिते भने म यो क्षेत्रको यो चाहिँ गर्नेछु आउँदैन फेरि एकदम गरौँ गरौँ लाग्ने केही न बोलिरहनु भएको उहाँले जम्मा समय जस्तो शरदजीले अघि होस्ट गरिरहनु भएको छ थ्याङ्क यू शरदजी समय पाबन्दी छ जम्मा 5 मिनट भन्दा भन्दै उहाँले 5 मिनट त एउटा सम्बोधन गर्न सक्नुहुन्छ हेर्नुहोस् म यस्तो नेता गर्दै गर्दै मान्छेलाई कतै एकदम बोर भएर धेरै हजारौँ दर्शक हुनुहुन्थ्यो हजारौँ दर्शक बस्नु भएको थियो उहाँको त्यो लामो भाषण सुनेर 1 जना 2 जना 4 जना 5 जना 10 जना गरेर बिस्तारै बाहिर गइरहनु भएको छ त्यो देखिरहनु भएको छ नेताले तर उहाँलाई त्यो मान्छेहरू मेरो भाषण सुन्नेहरू बाहिर गएको भन्ने मतलब छैन कि उहाँ बोलिरहनु भएको छ देखिरहनु भएको छ हेर्नुहोस् 2-4 जना मान्छे बाहिर गएर मलाई केही मतलब छैन तपाईहरु यहाँ बसेको मेरो असली कार्यकर्ता हो त्यसैले बोलिरहनु भएको छ बोला मान्छे त लास्टमा हेर्नुहोस् यो त हजारौँ मान्छेबाट 2-4 जना 5-7 जना 2-4 जना 5-7 जना गर्दा लास्टमा 1 जना मात्रै मान्छे बचेछ उहाँलाई लाज लागेको छैन नेतालाई उहाँलाई त्यो म भाषण छोटाएर जानुपर्छ मान्छे सब गइसके मैले फाँसे कुरा बोलेँ मैले नचाहिने कुरा बोलेँ मेरो भाषण मन पराएनन् मान्छेहरू सब बाहिर गए होइन अझै पनि उहाँलाई के छ भने हेर्नुहोस् दुनिया मान्छे बाहिर गएर मलाई के मतलब छैन तपाईँ 1 जना भनेको मेरो पकेटको मान्छे हो यदि भोलि मैले चुनाव जिते भने तपाईको शाखा सन्तान तपाईको सारा सब परिवारको ग्यारेन्टी लिन्छु भाषण गर्नु अनि त्यो 1 जना मान्छेलाई यस्तो रिस उठ्यो जुरुक्क उठेर भन्नुभयो नेताजी हो म तपाईको भाषण सुन्न बसे होइन म त त्यो साउन्ड सिस्टमवाला तपाईले कति बेला भाषण सक्नुहुन्छ अनि त्यो माइक लिएर जाउँला भनेर कुरेर बस्यो त्यस्तो माहौल होइन आजको यो माहौल यस्तो एउटा संस्था हो जुन संस्थाले मलाई लाग्छ हजारौँ हजार युवाहरू
बेरोजगारहरूलाई रोजगार दिएको संस्था कृषि किशोरी प्राप्ति यातायात प्रणालीलाई एकचोटि सम्मान गरौँ, जोडदार ताली। म कलाकारको सानो सानो भूत चढ्दै थिएँ। मेरो घर घोराइ हो। म रत्नश्रेष्ठ भन्ने सुरेश दाई रत्नश्रेष्ठ व्यवसाय साथीले चिन्नुहुन्छ होला। रत्नश्रेष्ठको एउटा ट्रक थियो, धानखोलामा त्यो ट्रकलाई मजाले नुहाइदिने क्या, धोइदिएपछि काठमाडौँ जान पाइने थियो। म त्यसरी यात्रा गर्थेँ। मलाई मेरो कलाकारिताको सुरुवातमा 2052 फागुन 1 देखि युद्ध सुरु भयो, जनयुद्ध। त्यही दिन म काठमाडौँ हिँडेँ। किन? अलिअलि के गरौँ त, काठमाडौँ गएपछि हुन्छ अरे, म यता सारङ्गी बजाउने, मादल बजाउने, गीत गाउने, उत्पादन गर्ने, के गर्ने, तर यहाँ भएर के काठमाडौँ जाउँ भने त्यसरी हुँदै गर्दा ट्रक माझेर ट्रक धोएर काठमाडौँ जानु पर्थ्यो। बिस्तारै बिस्तारै काठमाडौँमा म सानो सानो दोहोरी साँझ अथवा मेरो आफ्नो करियर, आफ्नो काम तथा पेसा व्यवसाय, हिजो आज कुरा, सिरियलहरू, सानसानो फिल्महरू, निखिल दाइसँग मैले 1-2वटा फिल्ममा सँगै काम गरेको छु। दाइले अहिले हाम्रो कुरा पनि हो, त्यो देव्यानी भन्ने एउटा फिल्म हेर्नु भएको छ भने हेर्नुलाई युट्युबमा छ, हामीसँगै काम गरेको थियौँ। भनेको त राप्ती अञ्चल यातायात व्यवसाय समिति भने बस, म कल्लङ्की भन्दा यता ढुङ्गाटामा बस्थेँ। सानो एउटा कोठामा 500 रुपियाँको भाडा लिएर एउटा सानो कोठामा बस्थेँ। ठमेलको मनाङ होटल, मर्स्याङ्गी होटलमा मैले त्यो खाइरेहरूलाई, विदेशी पाहुनाहरूलाई मादल बजाउँथेँ। खाइरेहरूलाई उनीहरूले मजाले खान्थे, हामी भुटु छोड्नेलाई मादल बजाउँदै गर्नुपर्छ, किनभने मेरो पेसा थियो। अनि म राति 1 बजे 12 बजे मेरो कोठामा आउने, बिहानै यताबाट जाने उताबाट आउने हाम्रो राप्ती अञ्चल यातायात व्यवसाय समिति लेखा बस देख्दाखेरि यस्तो रुन मन लाग्थ्यो। भगवान् कहिले यो बस चढेर दाङ जाने होला, भगवान् कहिले यो बस चढेर दाङ जाने होला भन्ने हुन्छ। त्यति बेलादेखिको राप्ती अञ्चल यातायात व्यवसाय समिति अहिले त आमामा सर्लक्कै घर सुतेर जान सक्ने खालका बस आइसक्यो। हेर्नुहोस् त विकास, हेर्नुहोस् त प्रगति, हेर्नुहोस् त यो रोजगार। त्यति बेला के थियो भन्दाखेरि म आज हँसाउने पछिमा चाहिँ त्यो मेरो यात्रा संस्करण तपाईँलाई थोरै सुनाउँछु। त्यही बिचमा मैले एउटा गीतको अभिनय गर्ने मौका पाएँ, जुन गीतमा एउटा शब्द छ, यो शब्द यहाँ भन्नै पर्छ। त्यो आजभोलि छ कि छैन, मैले नयाँ गीत बनाउँदैछु मेरो यो कम्पनी, मेरो यो संस्था, मेरो आफ्नो यो घरका लागि। दाङको एसी बस, खाना खाउन गुरुजी बज्यो 10:30, ठ्याक्कै टाइममा खाना खुवाउँछ, ठ्याक्कै टाइममा पुऱ्याउँछ, ठ्याक्कै सबैलाई सुविधा दिन्छ भन्ने खालको बनाउँछु। त्यति बेला एउटा गीत थियो, हे गुरुजीलाई दिएसी भत्ता, हे दिएसी भत्ता, पहिलोचोटि बासी भात कसलाई के पत्ता, ए गर्नु गर्यो बलराम भैँसी पालेर, ए दुनियाँलाई ढाँटेर घाँटी धुनमा पानी हालेर। यो गीत कस्तो सान्दर्भिक लाग्यो मलाई, कस्तो हुँदो रहेछ नि। गुरुजीले पनि त्यो अन्यथा नलिनुहोस्, एकदमै हो। तपाईँहरू पनि बदमास हुनुहुन्छ, म प्यासेन्जर पनि बदमास छु, फेरि याद गर्नुहोस्। तपाईँहरूले पनि ट्राफिक देख्नुभयो भने त्यही तपाईँको बसको हर्न टेट गरेर बज्छ। अहिले राम्रो तरुण देख्नु पनि तातरी त्यही पनि पापरी त्यो एकदम त्यो रियल है। मैले मजा गरेँ, म यात्रा गरिरहेको छु। आज कति भयो, आज 30 वर्ष भयो यार म काठमाडौँ दाङ यात्रा गरेर है। तातरी त्यति गर्छ कि त्यो हर्न कसरी बज्यो होला भने। यो दुर्घटनाको एउटा एकदमै महत्त्वपूर्ण चाहिँ कडी हो क्या। त्यस कारणले त्यो बस, त्यो गीत बस्ने बित्तिकै कि हर्न बजाउँदै ब्रेक लगायो, ठ्याक्कै बसको स्टार्ट बन्द भएको छैन। अनि होटलवाला दाजुहरू टक्क आइहाल्नुहुन्छ, ल हजुर रोटी खाना, मासु खाना, हजुर हातको धुन, हजुर रोटी खाना, दाल खाना, रोटी खाना, टोइलेट पछाडि टोइलेट पछाडि चाहिँ कति छिटो बोलाइहरू चाहिँ एकैचोटि क्या। रोटी खाना, भात खाना, मासु खाना, सादा खाना, यो खाना, टोइलेट पछाडि छ अरे। तिमीलाई टोइलेट पछाडि छ, आशा धुनुहोला, आएर के खाने हो खानु होला भने नि हुन्छ नि। एकदमै सबैले हतार के, त्यो हतार गर्नाले गर्दाखेरि हामी बर्बाद पर्यो। एकैचोटि
ठिक छ त टोयलेट पठाएपछि हामीलाई थाहा छ टोयलेट थाहा छ नेपालमा बनाइहाल्छ त्यही भयो टोयलेट कहाँ थाहा छैन त सबै थाहा छ भनेको मतलब त्यस्तो गीत बन्यो त्यो गीत अनुसार अहिले पछिल्लो समयमा खाना खाने बस्ने यात्रा गर्ने हिँड्ने सबै कुराहरू यो समिति बस्ती मिलाएको छ हामीले भन्छौँ मैले अघि पनि भने खलासीको कुरा खलासी होइन नि त्यो त हेल्पर अलिक सम्मान गरौँ क्या जस्तो म यात्रा गर्छु नि म अस्ति काठमाडौँबाट दाङ आउँदा ठ्याक्कै बेलुका 7:30 बजेको हाम्रो राजु भट्ट मेरो प्रिय भाइलाई सम्झिन चाहन्छु मलाई एकदमै उहाँले सेवा गर्नुभयो गरिरहनु भएको छ सबैले गर्नु भएको छ तर म बस चढ्ने बित्तिकै के गरेँ भने ल सबैले नमस्कार भने हुन्छ नि कोही ठस गरेर बजाउँछ कोही गरेर भन्छ कोही अगाडि 1 नम्बर सिट भएन भन्छ कोही 2 नम्बर सिट भएन भन्छ अनि सबैले 1 नम्बर सिट भएपछि अरू सिट के गर्ने काट्न थाल्दिनु सबै मिलेर बस्नु पर्यो आजभोलि बस राम्रा छन् अलिकति समस्या के छ भने हाम्रो बस असाध्यै राम्रा छन् बस स्टार नहुँदासम्म मात्र राम्रा बस स्टार भएपछि खत्तम किन भन बाटो त्यस्तै छ उद्रेसतिर जस्तो हिँड्दाखेरि त खत्तम छ बस राम्रो भएर भएन बाटो खत्तम छ मैले त्यही भएर यसपालि भनेको छु अरूको देशमा 12 लेन 20 लेन हाम्रो देशमा त 12 लेन यसरी 12 लेन आछ नि त हाम्रो देशमा अरूको देशमा 20 लेन 30 लेन 25 लेन 50 लेन हाम्रो देशमा 12 लेन यही बालेनले भत्काउने यही बालेनले पेल्ने बालेनले खेल्ने बालेनले भत्काएपछि बनाउन कर लाग्छ भनेर बालेनले यसरी सपोर्ट गरेर मैले गाई जात्रा निकालेको छु हरेक कुरा छ त्यसैले गर्दा यो हामी प्यासेन्जरले पनि अलिकति हाम्रो हेल्परलाई हाम्रो पाइलटलाई मतलब खलासीलाई खलासी होइन हेल्पर बनाऊ पाइलट बनाऊ ड्राइभरलाई पाइलट बनाऊ सम्मान गरौँ होइन सबैजना हाँसेर यात्रा गरौँ हामी त खालि के छ भन्दाखेरि खालि ड्राइभरलाई मात्र दोष दिने खालि समितिलाई मात्र दोष दिने हामी प्यासेन्जर कौन सा गतिला छौँ हो अब दसैँको मौका आउँदैछ अब चाहिँ बुकिङ टिकट खुल्दैछ अलिकति म समितिको ध्यान अलिकति आकर्षण गर्न चाहन्छु यो मैले सुनेको दाइ सुरेश दाइ विद्यार्थीहरू हामीले यत्रो आन्दोलन गरेर चाहिँ छुट पाएको खै हामीले पाएनौँ जहिले टिकट काट्न जाँदा नि बुक भइसक्यो गइसक्यो भन्छ यो गइसकेको कुरा कसरी क्लियर हुन्छ त्यो कुरा चाहिँ हुन्छ नि गइसक्यो भने ल यति नम्बर यो नाम गरेको मान्छेले यति गते यो टिकट दिनुभएको छ यति नम्बरको टिकट यो विद्यार्थी कार्डको यति % कार्डको टिकट गइसकेको छ उहाँको फोन नम्बर यति हो ल यो नम्बरमा तपाईँले फोन गर्नुहोस् ठ्याक्कै थाहा पाउनुहुन्छ भनिदिने हो भने त्यो विद्यार्थीहरूलाई ल क्लियर रहेछ भन्ने हुन्छ एउटा कुरा अर्को कुरा यो ज्येष्ठ नागरिकहरूलाई जस्तो हामीले सम्मान गर्ने कुरा छ होइन यो ज्येष्ठ नागरिकको पनि अलिकति सम्मानको कुरा पनि हामीले हेरौँ पछिल्लो समय कस्तो हुन्छ नि यो समिति यो संस्था चाहिँ असाध्यै बलियो असाध्यै पारदर्शी असाध्यै अनुशासित असाध्यै सभ्य भयो तर सँगसँगै काम गर्ने फिल्डमा जाने साथीहरूले अलिकति त्यो कुरा नबुझ्नु भयो कि अलिकति बुझिदिनु भयो भने भक्कै पनि मलाई लाग्छ हामीले मकान यातायात पूर्वको गाडी कस्तो राम्रो छ मयूर यातायात क्या राम्रो छ यी राम्रो छ त्योभन्दा हाम्रो 30 देशको यातायात राम्रो छ हामीले राम्रो बनाइसकेका छौँ त्यो हामीले बनाउने हो तपाईँले बनाउने हो भन्दै हामी कलाकार हौँ पत्रकार हौँ हामी व्यवसायी हौँ जोसुकै हौँ हामीले जम्मा कति यहाँबाट 435 किलोमिटर काठमाडौँ तुलसीपुर कति हो त्यस्तै 435 किलोमिटर मलाई लाग्छ राम्रो बाटो गऱ्यो भने 5 घन्टामा काठमाडौँ पुग्छ मलाई त आश छ मेरो पालामा रेल चढौँ कि बेहुलीले भन्नुहुन्छ रेल आउँछ या आउँछ आउँदैन त मैले गाई जात्रामा ल्याएको छु कहिले जाउँला धनगढी जाउँला धुली खेल कहिले जाउँला धनगढी जाउँला धुली खेल अब आउँछ रे चाइनाबाट रे अब आउँछ रे चाइनाबाट रे मैले गीतमा ल्याएँ त्यस्तै जम्मा 4-5 घन्टा बढीमा 6 घन्टाको यात्रा हुने दाङ तुलसीपुर काठमाडौँको यो दूरी यस्ता राम्रा गाडी यस्तो राम्रो परिवार यस्तो राम्रो संस्था समस्या अलिकति बाटो बिल्कुल बिस्तारै बन्छ हामीले पनि बिस्तारै चलाउनुपर्छ हाँसेर चलाउनुपर्छ यस्तै आफ्नो संस्था सम्झौँ जय त्रिशुद्धेश्वरी यातायात प्रणाली नमस्कार जय हो धेरै धन्यवाद कमल गाउँदेलाई त्यसपछि संक्षिप्त शुभकामना मन्तव्यका लागि पूर्व पदाधिकारी